नमस्ते। आज हामी मुक्तिनाथ जाँदैछौँ है। हाम्रो यो झोलाहरू हो कि सबै कुरा सोच गरेर जान पर्यो नि, जाडो छ होइन। हामीले यहाँ खाजाको राख्यो, सेलरोटी चाहिँ हामी राखेको छौँ है। यहाँबाट हामी म्याग्दी सुरु भयो होइन। म्याग्दी जिल्ला प्रवेशद्वार सुरु भयो। अन्त गर्मीमा चाहिँ क्या हुन्छ बाली त भन्न मिल्दैन तिमीहरूको हुन्न अब त जान्न त्यस्तो गर्मीमा राम्रो झर्ना झरेछ क्या यहाँ न। कस्तो कता देखे जस्तो लाग्यो को दिएर चिनो त चिने मैले तर को मुस्ताङको नमस्ते झर्ना हो क्या यो। धौलागिरी यो अन्नपूर्ण, यो चाहिँ अन्नपूर्ण त्यो नीलगिरी यस्तो राम्रो देखिएको। रुम्सेको झर्ना होइन यो, रुप्सेको झर्ना। पुरानो घरहरू छ हेर्न यहाँ। यो के हो, धौलागिरी हो बाबु? यो पुच्चे उतापट्टिको साइडको पुच्चे। लेते बजार स्याउको बुट, स्याउ भनेको त्यो नस्पति हो। आई लभ मुक्तिनाथ, थ्याङ्क यू सो मच। थ्याङ्क यू है। मुक्तिनाथ दर्शन गरेर अनि हामी अब घरतिर जाँदैछौँ। यहाँ 108 फुट धारा है। हामी यहाँ पनि डुबुल्की गरेको हो, यहाँ डुबेको नि हामी, त्यो पोखरीमा नि डुबेको हो के। खै खै भाइ, त्यो पोखरीमा हामी डुबेको हो नि।
कतली टाढा दौडिने पानी नपुग्ने सामाना आविष्का अनु कस्तो भयो चिल्लाउँदा जाम झर मेरो खुट्टा लास्ट भयो एकजना गुरुले हाम्रो जल 108 धाराको जल थाप्दै हुनुहुन्छ है त्यसरी मैले थाप्नै सकेन भेटाउन तेरो उहाँले थाप्दिन आउनुपर्छ कि कति ठुलो पहाड छ क्या यहाँ माथि मुक्तिनाथको मन्दिर माथि कति ठुलो पहाड छ है परेवाहरू पनि जाडोमा बस्न सक्ने रहेछ के यहाँभित्र कस्तो मजाले एउटा ओमाने पेमियो भन्ने घुमिरहेको छ है सामाना अनु कस्तो लाग्यो आविष्का कस्तो लाग्यो आज रमाइलो भएको छ ल त्यस्तो हाइलाने महसुस त केही भएन है हामीलाई कसैलाई नि केही नि भन है अब हामी मुक्तिनाथ दर्शन गरेर तल झर्दैछौँ है कति धेरै भक्तजनहरू आउँदै हुनुहुन्छ यहाँ यस्तो राम्रो सबैले दान दक्षिणा गरेका मन्दिर पनि रहेछ क्या त्यो राम्रो यहाँ पुरानो घर रहेछ पो यहाँ त कस्तो राम्रो पुरानो ढुङ्गाको घर रहेछ त्यहाँ एउटा मन्दिर पनि छ है अब हामी मुक्तिनाथको दर्शन गरेर तल झर्दैछौँ जानु सामान यहाँ पनि एउटा पुरानो घर यहाँ किराना पसल छ होइन पूजा सामग्रीहरू पाउने रहेछ यहाँ अब हामी प्रवेशद्वारबाट बाहिर निक्लिँदैछौँ है मुक्तिनाथको दर्शन गरेर अब हामी यो मुख्य द्वार हो द्वारबाट हामी निक्लिँदैछौँ है घर थ्याङ्क यू सो मच